हेलो साथीहरु गुड आफ्टरनुन भन होय सो आज चाहिँ हाम्रो साथीहरु पराल बोक्ने दिन हो हिजो पनि थियो र आज पनि दामी घाम लागेको छ देख्न सक्नुहुन्छ के मेरो सानो पुकुलुलाई के भयो राम्रो ठुलो नाना पराल बोक्नु हुँदैछ कस्तो लाग्दैछ नाना ओ नाना म पनि पराल बोकौँ भनेको मेरो सानोले बोक्नै दिँदैन यो सानोलाई बोक्दै ठिक्क भइसक्यो अनि उता कान्छी बहिनी पराल पराल हो भने चाहिँ भाडा मस्काउनु हुँदैछ उहाँको पनि अब एकछिन पराल बोक्नुहुन्छ आउनुहुन्छ नि बाबा हेलो बाबा म त भिडियो बनाउँदै बस्छु भन्न हो त साथी म चाहिँ भिडियो बनाउँदै बस्छु के गर्नु यहाँ नि उसलाई हेर्नु परेन त अघि दिदीलाई भनेको त नि म नानी मात्रै हेर्नु अरे आयो गाडी आएको आएकै गर्छ बाटोमा कस्तो डर लाग्दो कुकुर आएछ हौ कस्तो कुकुर आएछ यता हाम्रो माम घाम ताप्नु हुँदैछ साथीहरू हिजो त साइली बहिनी पनि थियो पराल बोक्ने आज त काममा गयो आउनुहोस् दिदी आउनुहोस् तपाईँ बहिनी हेर्नु ए हाम्रो दिदी लुत्यो भएर मर्न आँटेको अनुहार नदेखाउनु अरे त्यो त नदेखाउनु पर्छ दिदीलाई दिदी पनि अब मेरो भिडियोमा आउनु चाहिँ खानुहुन्न अरे यता अब बजाइ कराको गर्नु हुँदैछ साथीहरू पोको ए भोम भोम यता हेर हाम्रो आप्पा पनि आइसक्नु भयो साथीहरू र हाम्रो आमा पनि आइसक्नु भयो तीनजनामा कसले धेरै पराल बोक्नुहुन्छ आज म गनेर बस्छु है पालै पालो गर्नुपर्छ दिदी दिदी थाक्यो भने म बोक्छु अनि ल जेठी नानी हेर्नु भन्दा त नि साथीहरू काम गर्नु बेस्ट हो कि त्यही भएर बरु नानी हेर्नु मान्दैन क्या त्यही भएर दिदीले पराल नै बोक्ने अरे त्यही भएर म चाहिँ यस्तो चिल गरेर बसिरहेको छु कता गयो ए यता आऊ नखेल न बालुवा खेल्नु थालिहाल्यो फेरि एकछिन चुप लागेर बस्दैन सानो पुकु नाना आउनु भएन नाना खोइ नाना ल आमा हाई गर्नुहुन्न आज हाई अघि चिसो एक्लै खायो उनीहरूले अनि मलाई खोइ ए घुट्की ऊ पनि हो पराल बोक्नु हुने अहिले एकछिनमा ल यो पराल जसले छिटो बोक्छ त्यसलाई एउटा एक्सट्रिम ज्याठी सो साथीहरू म यहाँ पराल लिएर जाँदैछु देख्न सक्नुहुन्छ कुदी म चाहिँ आमा चाहिँ थाक्नु भयो त्यही भएर हाम्रो चाहिँ यता छ गाइस पराल चाहिँ यहाँ थाक लागिरहेको छ ए यहाँ त सक्दिनँ क्या म लड्छु होला गाह्रो छ साथीहरू गाह्रो छ ओ माई गड कता लैजानु नि यहाँ त सबै थाक छ त हौ थाक्यो म सानो मुठाइ छ साथीहरू त्यही भनेर सजिलो हुन्छ बोक्नको लागि मैले चाहिँ ल्याइसकेँ मेरो साथीहरू कता गयो खोइ आएन त हौ यता हाम्रो बाछी बसिरहेको छ कहाँ गयो गाइजहरू म त एक्लै पराल बोकेको दिदी आउँदैन कता गयो भुकी आउँदैन त अनि ए अन्त यस्तोहरूले के पराल बोक्छ ल साथीहरू मेरो ठुलो छोरीले पनि पराल बोक्नु मलाई हेल्प गर्दैछ ऊ चाहिँ अहिले स्कुलबाट एक्जाम दिएर आएको है काम गर्नु मन लाग्यो छोरी बिस्तारै त्यहाँ लड्छ नि फेरि बिस्तारै हति राख्नु यहीँ राख्नु यता फर्केर यस्तो गरिदिँदा लु पोज काम गर्नु मन लाग्यो हो मेमीले कराउनुहुन्छ छोड्देऊ तिमीले सक्दैन नानु
यतिखेर चाहिँ साथीहरू एकदम काम गर्नु मन लाग्छ नि तर के गर्नु भोलिपछि सक्ने भएपछि गर्नु मन लाग्दैन उनीहरू पनि हामी पनि पहिला यस्तै थियौँ सानोमा सो मेरो छोरा चाहिँ एकदम एक्साइटेड भइरहेछ काम गर्नुको लागि हामीले गरेको देखेर अहिले आप्पाले कराउनुहुन्छ मान्दैन छोडिदेऊ नानु छोडिदेऊ सो साथीहरू हामी पराल बोक्छौँ हाम्रो ठुली नानालाई भोक लागेको जस्तो छ यता हेर्नु न ठुली नाना पनि क्यामेरामा नआउने भनिसक्नु भयो उहाँ पनि अब खाजा हामीलाई कसले बनाइदिने हो थाहा छैन हाम्रो कान्छी बहिनी भित्र लुक्नु जानु भइसक्यो मेरो छोरी पनि एक्जामबाट आएर हामीलाई सघाउँदैछ नानो ओ घोडा पनि आएछ घोडा आएछ घोडा तालतालेको होइन ए हाम्रो आप्पा धमाधम बान्नु हुँदैछ मेरो ठुली छोरी पनि एक्जामबाट आएर यहाँ बोक्नु हुँदैछ चिलाउँछ है यो उसमा लगेर आउनु ल अब दुधमा लगाउनु गाईको ल भरे गाई यता गाईले खान्छ नि त नि के हुन्छ त माथि माथि उचालेर कस्तो अन्त चिरिक चिरिक गर्नु थाल हौ चिलाउँछ खोइ म बोक्छु म चाहिँ यता सुत्नु भनेर जानु आँटेको थिएँ साथीहरू यहाँ खुसु 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 गरेको देखेँ है बत्ती पनि छैन हेर न अँधेरोमा यहाँ हाम्रो ठुली नानाको चाहिँ फेभरेट चिप्स अरे खोइ टनाटन टमाटर यहाँ झरौ टनाटन यहाँ खोल्न हो देखेँ खोइ कत्रो रहेछ टनाटन नाम भन्दैन यता त छोरीहरूलाई पनि बोलाउनु पर्ने रहेछ नाम भन्दैन टनाटन भनिसकेको मान्छेको अनुहार केही देखिँदैन लाइट चाहिँ ऊ पर छ साथीहरू मान्छे चाहिँ यहाँ आगोको छेउमा छ टनाटन खाने आँटेको अब हामी पनि के भन्छ हौ बोल्दा पनि करायो भने बोल्नु पनि दिँदैन हौ भाइलाई होइन कत्रो ल्याएको त नि भ्याक्कै रहेछ नि के भएको चढेर खाँदा त खुसी हो न 10 ल्याऊ खोइ मान्छेको अनुहार केही देखिँदैन खानु न आमा म खाएँ है साथीहरू रातिको 8 बज्न आँटिसक्यो हामी खाँदैछौँ टनाटन हाम्रो जेठी दिदीले ल्याउनु भएको टनाटन कन्टिन्यू खान्छ गाई छोरी त मजाले भुटुक्के अनुहार भने केही देखिँदैन भुट जस्तो हाम्रो आपा दिनभरि पराल बोक्नु भएर अहिले नुहाउनु हुँदैछ मान्छे देख्दैन बाई बाई गुड नाइट